फाइनली गाइज म चाहिँ आज चाहिँ अब ट्याक्क यहाँबाट 4 दिनको यात्राको लागि हिँडेको थिएँ। त्यसपछि म चाहिँ घरबाट पठाउको लागि चढ्नलाई भनेर पठाउ गरेँ र पठाउबाट बुङ्गबु बस पार्कको लागि जानको लागि चाहिँ 4 दिनको यात्रा मेरो दिल्लीसम्मको छ। त्यसको लागि चाहिँ म हिँडेको हो। पठाउ आइपुग्यो, पठाउमा चढेर म हिँडेँ सरर बाइकमा। यसरी चाहिँ चिसो चिसो छ। फाइनली बस पार्क बुङ्गबु बस पार्क पुगेर बस खोज्न थालेँ। अनि त्यसपछि बस खोज्दै 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 भइरहेको जाने बसको मैले सेवा टिकट गरिसकेको थिएँ र त्यो बस भेटिसकेपछि म गएर बसमा बसेँ। अनि बस चाहिँ त्यसपछि भैरवा जाने बस जोडन बस भन्ने बस थियो। त्यसमा चाहिँ म सिंगल सिटमा बसेको थिएँ। एकतिर सिंगल अर्कोतिर डबल सिट थियो। त्यसमा सिंगल सिटमा बसेर चाहिँ हिँडेँ। त्यसपछि त्यो बसले धार्केमा लगेर यसरी खाना खुवायो राति। अनि त्यसपछि फेरि बसमा बसियो। त्यसपछि बसमा बसेर बिहान भैरवा पुगेँ। अनि त्यसपछि भैरवा पुगेर चाहिँ अब यहाँबाट सुनौलीको लागि जानुपर्ने थियो। त्यसको लागि मैले सिटी रिक्सा गरेँ। सिटी रिक्सा खोज्दै खोज्दै भैरवा बस पार्कबाट बाहिर निस्केर चाहिँ सिटी रिक्सा खोजेँ। अनि त्यसपछि सिटी रिक्सामा बसेर सुनौली बोर्डरको लागि गएँ। सुनौली बोर्डर पनि पुगिसकेपछि त्यहाँबाट चाहिँ सम्पूर्ण चेक जाँचहरू सकिसकेपछि सुनौली बोर्डरबाट अरू नेपालीहरू पनि जाने हुनुहुँदो रहेछ। अनि उहाँहरूसँग चाहिँ बुलेरोमा सँगै बसेर गोरखपुरको लागि गइयो। बुलेरोमा सारा गइयो। अलिअलि हल्का कुहिरो पनि देखिरहेको थियो। हल्का मन्द घाम लागिरहेको थियो। अनि त्यहाँनिर पुगेर चाहिँ त्यो बुलेरोले खाजा खान रोक्यो। त्यो ठाउँमा चाहिँ मैले गएर थम्सअप खाने विचार गरेँ। अनि एउटा थम्सअप लिएर सरर चुस्की लाउँदै पिउन थालेँ। अनि त्यसपछि फेरि बुलेरोमा बसेर सरर गोरखपुरको लागि गइयो। अनि त्यसपछि गोरखपुर पुगेर टिकट गरेर गोरखपुर टु दिल्ली बस जेके ट्राभल्सको गरेँ। अनि त्यसपछि स्लिपर बसमा एउटा सिट गरेर अरू नेपाली साथीहरू पनि हुनुहुँदो रहेछ त्यहाँनिर। चण्डीगढ जानुहुने तर पहिले दिल्ली गएर जानुहुने उहाँहरू पनि छेउमा हुनुहुन्थ्यो। उहाँहरूसँगै बसेर चाहिँ म पनि दिल्लीको लागि रवाना भएँ। त्यहाँबाट र बसले खाना खानको लागि रोकेको थियो। खाना चाहिँ खासै राम्रो थिएन। 150 रुपियाँ आइसी लिएको थियो खानाको, तर राम्रो थिएन। अनि त्यसपछि फेरि बसमा चढेर फेरि जाँदै थिएँ। राति 12:15 बजेतिर लगभग नेपालको 12:15 बजेतिर गाडी रोकेर 5 मिनटको लागि रोकेको थियो। फेरि त्यसपछि चाहिँ गाडीमा चढियो। अनि त्यसपछि फाइनली बिहान 5 बजे लगभग बिहानको 5 बजेको थियो होला दिल्ली पुग्दाखेरि। अजमेर गेटमा दिल्लीको अजमेर गेटमा गाडीले रोक्यो। त्यसपछि त्यहाँबाट अटो गरेर म होटलको लागि गएँ। पारगञ्जमा होटल गरेँ। अनि त्यसपछि त्यहाँनिर आँखाहरू पनि पुरै रातो भइरहेको थियो मेरो। राम्ररी गाडीमा निदाएको पनि थिइनँ। अनि त्यसपछि म त्यहाँ सुतेँ। त्यसपछि सुतिसकेर बिहान उठेपछि घरबाट फोन आयो। मेरा 2टा प्यारीहरू बुढी र छोरीले फोन गरे। अनि त्यसपछि उनीहरूसँग बोल्दै होटलबाट बाहिर निस्किने क्रममा म बाहिर निस्केँ। मेरो निद्रा लगभग पुगिसकेको थियो र अरू कामहरू पनि गर्नु थियो। त्यसपछि म त्यहाँबाट म 3rd फ्लोरको रुममा बसेको थिएँ, 308 नम्बरको रुममा। त्यहाँबाट म लिफ्ट गरेर तल ग्राउन्ड फ्लोरमा गएँ। अनि त्यहाँनिर तल ग्राउन्ड फ्लोरमा गएर चेकआउट गरेँ। अनि अरू त्यहाँ होटलवालाहरूसँग त्यहाँ गफ गर्दै त्यहाँबाट अब बिदा मागेर चाहिँ म निस्किने बेला भयो। त्यसपछि चाहिँ म निस्किएँ बिस्तारै स्लोली सर गेटबाट बाहिर निस्किएर चाहिँ पारगञ्ज इलाकाबाट अनि फेरि एउटा रिक्सा गरेर निस्किएँ। म काम थियो त्यो काममा गएँ। फेरि एकछिनमा अर्को एउटा अटो गरेँ। अनि त्यो अटो गरेर चाहिँ म गुरुग्रामतिर जानुपर्ने थियो। हरियाणा स्टेटको सेक्टर 38 गुरुग्रामतिर जानुपर्ने काम थियो। त्यसपछि त्यहाँनिर पनि गएँ। त्यतिखेर एकजना नेपालीको होटल थियो, त्यहीँनिर नेपाली खाना खाएँ मैले। 200 रुपियाँ आइसीमा भेज खाना त्यहाँनिर खाएँ। मटन सकेको रहेछ, चिकन फ्राई मात्रै थियो। मलाई चिकन मन पर्दैन थियो, मैले खाइनँ। अनि त्यसपछि त्यहाँबाट म निस्केर फेरि अरू काम सकेर अब सरोजनी नगरमा आएँ। सरोजनी नगरमा आएपछि त्यहाँनिर थुप्रै नेपालीहरू हुनुहुन्थ्यो। त्यसपछि त्यहाँनिर नेपाल आउने बस पनि लाग्थ्यो, काठमाडौँ आउने। डाइरेक्ट बस गरेर जानु पर्यो भनेर चाहिँ फेरि म मेरो काम सकिसकेको थियो। त्यही भएर म त्यहाँनिर आएँ। यहाँनिर बिचमा
चाहिँ खाना बाँड्दै रहेछ त्यहाँनिर एकजनाले। सबै सक्ने मान्छेहरू पैसा हुने मान्छेहरू पनि त्यहाँ लागेर फ्रीमा खाना खाँदै थियो। त्यसो गर्नु राम्रो होइन जस्तो लाग्यो मलाई, त नसक्नेहरूको लागि मात्रै थियो। अनि त्यसपछि सरोजनी नगरमा गएर एउटा त्यो टिकट बुकिङ काउन्टरमा पछाडि देखेको भाइहरूको टिकट बुकिङ काउन्टरमा चाहिँ गएर चाहिँ मैले टिकट गरेँ। त्यसपछि त्यहाँबाट टिकट गरेर चाहिँ पर्खिँदा बल्ल बल्ल बस आइपुग्यो र म बसमा बसेँ। अनि फाइनली बस चाहिँ हिँडेर चाहिँ दिल्लीबाट हिँडेर यो आगरा छेउमा ल्याएर एक ठाउँ खाना खानलाई रोक्यो। त्यतिखेर पनि मेरो घरबाट फोन आइरहेको थियो, म छोरी र बुढीसँग बोलि नै रहेको थिएँ। अनि त्यसपछि खाना कस्तो छ देखाउनु भन्दै थियो बुढीहरूले। मैले खाना पनि देखाइरहेको थिएँ, छोरीले त्यो यताको चक्लेट ल्याइदिनु भनेर भन्दै थिइन्। अनि कुन चक्लेट भनेर म भन्दै थिएँ। अनि त्यो हजमोला जस्तो क्यान्डी जस्तो चक्लेटहरू भनेर भनिन् त्यो पट्टाको। अनि खाना ल्याइदियो, खाना हेर्दा त ठिकै देखिन्थ्यो तर खाँदाखेरि केही पनि स्वाद थिएन। त्यसले 300 रुपियाँ अन्डा करीसँग खाना लियो आइसी, साह्रै महँगो लियो र मिठो पनि थिएन। अनि फेरि हामी खाना खाएर चाहिँ सबैजना बसमा चढ्यो। त्यसपछि बस फेरि हिँड्यो। यो बस चाहिँ डाइरेक्ट काठमाडौँ आउने बस थियो दिल्लीबाट। त्यसपछि यो राति फेरि कहाँनिर रोकेको थियो यो गाडीमा, त्यो एसीको बेल्ट चुटेर बाटोमा त्यो लखनऊ एक्सप्रेस वेमा। अनि त्यसपछि हामी बिहान यहाँ बोर्डर आइपुग्यौँ। बोर्डरमा इमिग्रेसनमा यो चेक जाँचको क्रमहरू धेरै लामो थियो। अनि त्यसपछि आइडी सो गर्नुपर्ने, घरि के गर्नुपर्ने, घरि अर्को ठाउँ लगेर ब्याग देखाउनु पर्ने, धेरै झन्झटिलो प्रोसेस। तर यो सेक्युरिटीको लागि, देशको सुरक्षाको लागि एकदमै राम्रो हो, त्यो गर्नु पनि पर्छ। हल्का झन्झट त अब मानिसलाई हुन्छ नै त्यसरी त्यो बार चेक गर्दाखेरि। फेरि त्यसपछि गाडी लगभग खाली पनि भइसकेको थियो, हामी 10-12 जना मात्रै थियौँ। अब भैरवमा उत्रिसक्नुभएको थियो। फेरि गाडी त्यहाँबाट काठमाडौँको लागि रवाना भयो। अनि त्यसपछि फेरि हामी हिँड्दै अलिकति माथि आइपुगेर खाना खाने ठाउँमा खाना खायौँ। यहाँ चाहिँ ठिकै थियो खाना, नेपाल आइसकेको थियौँ हामी। अनि त्यसपछि त्यहाँ खाना खाएर फेरि हिँड्यौँ। त्यसपछि हिँडेपछि एकछिनमा फेरि रात पऱ्यो, बेलुका भयो, साँझ पऱ्यो। अनि त्यसपछि चाहिँ हामी यत्तिकै गाडी हिँडिरहेको थियो, म बसिरहेको थिएँ। फेरि गाडीले यहाँनिर जाममा परेर रोकेको थियो एकछिन। अनि फेरि त्यहाँनिरबाट हामी चाहिँ आइपुग्यौँ र गाडीले फाइनली ल्याइ पुर्यायो स्वयम्भूमा। अनि स्वयम्भूमा उत्रेर मैले पठाउ गरेर एउटा ट्याक्सी बोलाएँ, जाडो थियो। त्यसबाट ट्याक्सीमा म चढेँ। अनि चढेर ट्याक्सीले यताबाट ल्यायो हिँडाउँदै कान्ति पथतिर ल्यायो, स्वयम्भूको पछाडिपट्टिको बाटो ल्यायो स्वयम्भूबाट। अनि त्यहाँबाट चाहिँ कान्ति पथ हुँदै यता चक्रपततिर लिएर आयो। अनि त्यसपछि मेरो 4 दिनको दिल्लीको यात्रा काठमाडौँबाट भैरवबाट सुनौलीबाट गोरखपुरबाट यतातिर चाहिँ दिल्ली हुँदै दिल्लीबाट फेरि डाइरेक्ट काठमाडौँको यात्रा चाहिँ यसरी नै सक्यो र म फाइनली घर आइपुगेँ 4 दिनमा। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो र राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद।